साथीहरू, यसरी डिभाइडर सहित यदि 3 लाइनको सडक छ भने तपाईहरुले पहिलो लाइनमा सिटी सवारी अटो अनि बिचको दोस्रो लाइनमा हेभी भेहिकल जस्तै बसहरू ट्रकहरू ठुलो हेभी गाडीहरू बिचको लाइनमा अनि तेस्रो लाइनमा उता डिभाइडर पट्टिको लाइनमा त्यसमा अलि स्पिड कुद्ने हलुका सवारीहरू जस्तै कारहरू भयो भ्यानहरू अनि सरकारी गाडीहरू जस्तै पुलिसको गाडीहरू दमकलहरू अनि हाम्रो नेताजीको गाडीहरू त्यस्तो गाडीहरू उता डिभाइडर पट्टि 3 नम्बरको लाइनमा हिँड्नु पर्छ है। अनि पहिलोमा चाहिँ सिटी सवारी अटोहरू पहिलो लाइनमा यता बायाँपट्टि सिटी सवारी अटो है त। धन्यवाद, नमस्कार।